हेलो गुड मर्निङ एभ्रिवान, नमस्ते, स्वागत छ मेरो ब्लग भिडियोमा हजुरहरूलाई। अहिले चाहिँ बिहानको ठ्याक्कै 8:30 भयो। यहाँनिर चाहिँ घाम लाग्दैछ बिस्तारै बिस्तारै, देख्न सक्नुहुन्छ। म चाहिँ यहाँ ज्याकेट केही पनि लगाएर कट्टु लगाइरहेको छु। अनि म चाहिँ उठिसकेँ, अनि सबैजना अरू पनि उठ्दैछन् बिस्तारै बिस्तारै। हेर्नु न, यस्तो तुवालो जस्तो लागेको छ। यस्तो छ के हो यो, तुवालो हो कि यो चिसोको हो कि चिसो हावा चलिरहेछ। हावा चाहिँ घाम लागेको छ अलिअलि, यस्तो छ। अनि दिल्लीमा चाहिँ अहिले चाहिँ लास्टै पोल्युसन बढिरहेको छ। पोल्युसन चाहिँ धेरै नै बढिरहेको छ दिल्लीमा चाहिँ, होइन। अनि म चाहिँ उठिसकेँ। अब उठेर छोरी अब अलिकति एकैछिनपछि उठ्छु भनेर सुबिया, अनि सुबिया म उठेर चाहिँ अनि हामी चाहिँ अनि काउ मिल्क लिन जाने भनेर आँटेको छौँ, सुबिया र म। अनि हामीले चाहिँ यहाँ फेरि अर्को पुरा खेती गरेका छौँ, लसुन खेती। देख्न सक्नुहुन्छ कि लसुन साग खेतीहरू गरिरहेको छौँ। अनि त्यसरी यहाँनिर चाहिँ अर्को लसुन खेती। अनि यहाँ चाहिँ अब मैले यहाँ पानी हालिदिनु पर्ने हुन्छ है, यहाँ यता र यता दुईतिर। अब यो चाहिँ इन्डियामा बसेर गएर खेती हो नि त। त्यो यहाँनिर पानी सानी हालेर अन्डाको क्रेटमा, अन्डाको क्रेट हो यो, देख्न सक्नुहुन्छ। अन्डाको क्रेटमा खेती गरेको। चिसो चाहिँ त्यति धेरै बढाएको छैन यतातिर, चिसो छैन नेपालमा जस्तो। नेपालको चिसो त कुरा नगरौँ, नेपालको चिसो छुट्टै हुन्छ, होइन। यहाँ मुनिबाट कस्तो दामी कार छ है। ल म सुबियालाई बोलाउँछु, सुबिया के गर्दैछ। सुबिया उठिसक्यो ट्याक्कै। गुड मर्निङ। के छ छोरी मान्छे? गुड मर्निङ। के छ नि, कहाँ जाने अब उठेर? दुध छैन होइन, कस्तो चिसो छ बाहिर त, चिसो छ। दुधहरू केही छैन? ल केही रहेन चाहिँ, तरकारीहरू छ अलिअलि। ल पक्का त्यसै बाबा पाइन्ट लगाउँछु ल। ल मैले लुगासुगा लगाइसकेँ, ट्राउजर सर चिसो छ। अब बाहिरतिर जाँदा त हिँड्दा त चिसो हुन्छ नि त। अहिले भर्खर बाहिर निस्किँदा पो चिसो नभएको, होइन। अनि मेरो सुबुलाई कपडा बाँधिनु लाग्छ। खै सुबुको क्युब लिएर आएको थियो बाबाले हिजो, खै हाल्यो त, ल्याउ त्यहाँ। यति सानो क्युब छ है, बिग्रिन्छ होइन? बिग्रियो होइन नि, यो बनाउन चाहिँ आउँदैन, अनि बिग्रेकै मान्नु परेन, होइन। अनि मेरो सुबुको लागि बाबाले यहाँ सानो फ्यान पनि किनेको थियो। सुबियालाई चाहिँ राति सुत्दाखेरि चाहिँ के भन्छ, पसिना आउँछ कि लास्टै गएर। अहिले अब जाडै महिना भयो भने पसिना आउँछ, अनि त्यही भएर यो फाइन किनिदिएको। तर यस्तो फाइनको हावा चाहिँ यस्तो दिँदैछ। के दिने? ल ल ल सुबियाको अब क्रिसमस पनि छिट्टै नजिक आउँदैछ। क्रिसमसको लुगा छ कि छैन? छ, क्रिसमसको लुगा नि छ। सानो छ, बुइनलाई हुन्थ्यो नि, बुइनलाई लगिदिनु पर्दैन। ल हामी अब काउमा किनेर जान्छौँ एकलट। पनि तातो लुगा लगाइसक्यो कि पुरै। ल जाऊँ ल, कोही मास्क कोही बाबाको। ल म पनि मास्क लगाएर जानुपर्ने हुन्छ। ल सुबह जाडो सक्छ नि बाहिर चाहिँ? बाहिर जाडो छैन? अलिकति जाडो लागेन? ओ हात चाहिँ यस्तो छोप्नु लगाइरहेको छ, जाडो भएर होला, होइन सुबु? ल हामी चाहिँ बाबु छोरी चाहिँ हिँडेको है। बाबु छोरी यतातिर ठुलो छ, जाडो लाग्यो होला तिमीलाई। हामी बाबु छोरी बाहिर चिया खाएर जाने हो, के हो? गोजी पनि छ, दुध लिएर जाने। गोजीमा नि छ, खोइ गोजीमा के हाल? ओ क्यु हालेर लिएर आएको छ गोजीमा। यहाँनिर तिम्रो पप्पी थियो नि, खोइ पप्पी। पप्पीको घर हो त्यहाँ पारिपट्टि हो।
ऊ त्यहाँ पारिपट्टि बस्छ पप्पी पप्पी घरौँ यहाँ पारिपट्टि बस्छ यहाँ होला है हेरौँ खोइ त छैन त कुनै नि हो र कहाँ खोइ कहाँतिर खोइ ए उतातिर उठेर हिँडिसकेको छ नि त उ त्यहाँ हो त्यहाँ यस्तो खेलिरहेको छ ए कति सानो थियो ठुल्ठुलो भइसकेको थियो यो पप्पी हेर नि फेरि यो पप्पी कस्तो चाहिँ ए ओहो भोग्दो रहेछ है त्यो किन डर लाग्थ्यो नि हो भोकेर भगाइरहेछु भोकेर भगाइदिए ल हामीले चाहिँ यहीँ टन्नै सामानहरू किन्यौँ है पपहरू पनि किनेको छ बम पनि किनेको छ अनि ब्रेड पनि किनेको छ अनि सुबैयाले दुध बोकेको छ बोक्नु सक्छ 1.5 लिटर दुध बोकेको छ सुबैयाले चाहिँ यो चाहिँ हामी बस्नेभन्दा तल्लो रुम हो पुरै प्लान्टहरू चाहिँ टन्नै प्लान्ट छ अनि यहाँभन्दा माथि चाहिँ हाम्रो रुम हो है सुबु यहाँभन्दा माथि हाम्रो रुम होइन बाहिर लास्टै पोल सोच्नु त्यही भएर हामीले मास्क लगाएको हो होइन अन्यथा नसोच्नु होला भाइले मिठो कफी बनाउनु होला नि त भाइ राजा कफी बनाउनु होला नि त ल्या कफी ल्या ल हामी चाहिँ आएर रुमतिर होइन टन्नै ल्याएर खानेकुरा नि आयो त पप खाने भने चाहिँ पो तिमी ल चियासँग खाना पनि मिठो हुन्छ त किन खोलिहाल्नु लुगा आम्मा गरिम भयो अरे हेर्ने दुध तताउने पहिला चाहिँ हाल्नुपर्छ हो पहिला भाँडा तताउनु पर्छ हो मर्नु पर्दैन है ल यहाँ मिठो भएर है त्यहाँदेखि चक्कुले नि त काट्नु सकिँदैन होइन ल ल पप खाऊ ल त्यो त्यतिको चिसो मिठो हुँदैन क्या खास त होइन ल के भयो भाइलाई चाहिँ आजकल अलिक टेन्सन छ होइन अब यहाँ क्यामेरा भन्नु मिल्यो नमिल्यो त्यो कुरो थाहा छैन है टेन्सन त छुट्टै त्यो पछि कुरा ल भाइको बारे भाइको बारेमा एउटा मात्र सुइनाजी कता हुनुहुन्छ हेलो म्याम अनि खोइ त के बनाउने भने जस्तो लागेको थियो पाउरोटी ब्रेडहरू सबै ल्याएँ मैले ल बनाउनु रे अहिले अघि म बनाउँछु भने जस्तो लागेको क्या के अरे खिर बनाउँछु भने जस्तो लागेको थियो ओके अब भ्लग पनि धेरै लामो नबनाऊँ होइन होइन चाहिँ नाइस टु मिट यु अनि वेलकम थ्याङ्क यू अनि यति भन्दै अब आज भ्लग चाहिँ म यतातिर इन्ड गर्न चाहन्छु होइन आज भ्लग यहीँसम्म हुन्छ अब चाहिँ हामी यो दुध तताउने अनि त्यस पछाडि यहाँ ब्रेडहरू छ बमहरू छ पपहरू छ अनि धेरै थरी आइटमहरू ल्याएको छ अनि त्यो अब खानु पनि हुन्छ खान्छौँ हामी अहिले तताएर अनि हजुरहरू पनि जाडो छ चिसो छ राम्रोसँग बस्नु होला अनि त्यस पछाडि गर्मी लुगाहरू लगाउनु होला होइन यदि भन्दै अब मेरो सब्सक्राइब गर्नु भएको छैन भने मेरो युट्युब च्यानल सब्सक्राइब गर्नु भएको छैन सब्सक्राइब गर्नुहोस् बेल आइकन दबाइदिनुहोस् यदि भन्दै आज भ्लगमा यहीँ गर्न चाहन्छु हस् त जय नेपाल